Maybach music. Can anybody out there hear me? Hear me? 'Cause I just wanna say. Hello, good morning and welcome back once again in my new video. अनि आज चाहिँ हामी बिहानै यहाँनिर अफिसतिर आएको छौँ होइन। अफिसको लागि चाहिँ टक्क बसिरहेका छौँ, टक्क ग्याङ 4 दल छौँ आज होइन। अनि यहाँनिर चाहिँ टक्क बसेर चाहिँ अब बिहानको सुरुवात गरिरहेका छौँ। अब हामी सन्दाई पनि हुनुहुन्छ होइन। अब इनर्जी ड्रिङ्क्स त हान्नै पर्यो, इनर्जी बुस्ट गरेर चाहिँ अफिसमा फाइलहरू मिलाउनु पर्ने हुन्छ। फाइल एकदम प्याक छ, पुरै पेन्डिङमा छ हौ। म्यानेजरको रूपमा चाहिँ रोशनदालाई नियुक्ति गरेको छ होइन। त्यही हो, अब रेस्ट पनि भइरहेछ, इनर्जी ड्रिङ्क्सको साथमा रेस्ट भइरहेछ। हाम्रो नुवाकोटको साथी हुनुहुन्छ। पेन चाहिँ उतानिर छ है, फाइल ल्याम साइन गर्ने पेनहरू चाहिँ त्यहाँनिर छ। चट्ट यहाँ पेनमै सुत्नेसम्मको सुविधा छ यहाँ। फेरि यति सुविधा छ नि कुरै छोडौँ, यतिकै युरोप आएको होइन कि। यहाँ यी चुस्ताहरू चाहिँ यहाँनिर छ होइन। अब यो चाहिँ एकदमै ब्रान्डेड हो होइन। त्यही अब आजको अन्तिम काम भयो भने आज चाहिँ लगभग सेकेन्ड लास्ट डे हुनसक्छ होइन कामको। यो अफिसको फाइलहरू टक्क रनारन छ, यहाँ यसरी बसिराखेका छौँ हामी। अनि मनी यहाँनिर यसो अब आज एउटा भिडियो बनाऊँ न। त्यही हो, अब हामी चाहिँ अब यहाँ आज सेकेन्ड लास्ट डे छ होइन हाम्रो यो अफिसको होइन। यो अफिस पनि सकिनु लाग्यो। अब हामी चाहिँ न्यू अफिसतिर मुभ हुनुपर्ने हुन्छ। त्यति बेरसम्मको लागि चाहिँ अब एउटा भिडियो चाहिँ टक्क क्याप्चर गरौँ भनेर यहाँ फाइलहरू यहाँ यसरी बसिराखेको छ, पेनहरू। अनि यहाँनिर सेफ्टी मेटेरियलहरू चाहिँ सेफ्टी टुल्सहरू चाहिँ यसरी छ। यहाँ यी ब्यागमा मालहरू छ, यसरी यहाँ बस्ने यस्तो दामी ठाउँ छ। त्यही हो, अब आजको दिन चाहिँ के कस्तो हुन्छ होइन टक्क सबै देखाउने कोसिस गर्छु। त्यही हो, अब हामी चाहिँ यहाँनिर गफसफ गरेर बसिराखेका छौँ। हामी चाहिँ यहाँ फाइल मिलाइराखेका थियौँ होइन। अनि यो चाहिँ अहिले ठक्क रेस्ट हानिराखेका थियौँ। अनि अफिसमा फाइलहरू चाहिँ पेन्डिङ बस्थ्यो, तर आज बिहान इनर्जीको साथ होइन, इनर्जी ड्रिङ्क्सको साथ चाहिँ काम गरेको भएर फाइलहरू आएन। अनि यहाँ बल्ल फाइल चाहिँ यहाँनिर टक्क आइपुग्यो। अब हामीले चाहिँ काम गर्नुपर्ने हुन्छ है त, फाइल चाहिँ टक्क मिलाएर चाहिँ क्लियर गर्नुपर्ने हुन्छ। अब फाइलको लागि चाहिँ हाम्रो टोलीहरू मुभ भयो है त। टोलीहरू किताब कपी बोकेर चाहिँ टोलीहरू मुभ भयो। अब मेरो नि यहाँनिर छ पेन, अब बोकेर म पनि मुभ हुन्छ है त टोलीहरूसँगै। अनि हामी चाहिँ होइन टक्क लाएर अगाडि बढ्यौँ। पार्टीहरूले चाहिँ उतापट्टि होइन, टोलीहरूले चाहिँ उतापट्टि हान्न थाले। अनि म चाहिँ अगाडि टक्क चढ्दै होइन अफिसमा चाहिँ इन्ट्री हान्दै भनौँ न होइन। अनि हामी चाहिँ एज अ टिम भएर होइन भटाभट हान्न लाग्यौँ फाइलहरू होइन। टेबलमा आएको फाइलहरूलाई त क्लियर गर्नै पर्यो समयमा होइन। त्यही हो, फेरि अर्को फाइल खप्ट्यो भने एकदम झ्या हुन्छ होइन। त्यही भएर हामी चाहिँ टक्क लाएर चाहिँ होइन, यो टिम सक्दैन नि फेरि। यो टिमलाई टिम त फेरि लास्ट कडा टिम छ क्या फेरि हाम्रो। अनि हाम्रो टिममा फेरि एकदम हन्टरहरू छ क्या फेरि होइन। फाइलहरू चाहिँ लास्ट हानिन्छ। अनि त्यसपछि लगभग फाइल पनि क्लियर हुने अवस्थामा आयो होइन। अनि फाइल होइन लगभग क्लिन हानिदिएर चाहिँ होइन। अनि कस्टमर सर्भिस चाहिँ दामी दिएर चाहिँ अब हामी त्यहाँबाट निस्किनु पर्ने हुन्छ टाइममै, किनकि टाइम कार्ड अनुसार चल्नु। ब्याक टु ब्याक फाइलहरू आएर चाहिँ लास्ट गिद्दी हानेको छ होइन। बिहान यस्तो सनराइजिङ भएको बेलामा ब्याक टु ब्याक फाइलहरू आएर गिद्दी हानिरहेको छ। तर पनि आइ एम रेडी फर द एभ्री सिचुएसन के, सब सिचुएसनको लागि म तयार छु। अनि हाम्रो टोली यहाँ फाइल मिलाउनको लागि टोली पुरै तयार छ। सबभन्दा मेन कुरो भनेको टोली हो नि त। यहाँ सुडोले ल्याएर आइसक्यो टोली। यहाँ फाइल कस्टमर सर्भिस एकदमै हाई छ है, हाम्रो कस्टमर सर्भिस लास्टै हाई छ। अब हामी चाहिँ यहाँनिर अफिसमा फाइलहरू धमाधम मिलाइराखेका छौँ, बिहानै छ। अनि अब हाम्रो अब यो अफिसको चाहिँ लगभग अब अन्त्य हुँदैछ। यो अफिसबाट चाहिँ रिजाइन दिएर चाहिँ हामी अर्को अफिसतिर जानुपर्ने हुन्छ। तर यही कम्पनीको अन्डरमा हो है फेरि। तर यो ट्रायल पिरियड हो होइन, यो केही दिनको मात्रै थियो। अनि रोशन दाइ के हो, अनि अब हाम्रो काम सकिन लाग्यो हो यो अफिसको?
स्प्रेड हो हैन त्यसलाई हामीले आफ्नो बल जुत्ताले भ्याएसम्म राम्रो गर्ने त्यो पछाडि हाम्रो प्रमोसन हुँदैछ हैन यो बालेन्साको टिम जस्तो त होइन नि सुल्फे ग्याङको जस्तो त होइन नि यो हाम्रो निजामती हो हैन जति सरकार फेरि पनि हामी फेरिँदैन पोस्ट बढ्ला पोस्ट बढेर चाहिँ के हामी अब कतातिर रुमतिर जाने हो इटाली स्पेनतिर हिँड्ने होइन अब बसेर यसरी होइन सिग्नेचर मात्रै गर्ने हो भेरिफायर यसो पढ्ने के छ होइन फाइलहरू भेरिफाई गर्ने सिग्नेचर पठाइदिने हो त्यति मात्रै हो काम तर कुर्सी त पुरै भाँचेको रहेछ त यो स्ट्रगल पोइन्टमा यस्तै हुन्छ भनेपछि यो भर्खर जोइन भएको अफिस भएको भएर यस्तो भएको हो कुर्सीहरू पछि लग्जरी हुन्छ यहाँनिर घुम्ने बेन्चहरू हुन्छ होइन कुर्सी त के टुट्या फुट्या छ अब ठुल्ठुला राम्रो राम्रो त अरू लोइहाले यसै जन्मिँदै एकैचोटि वयस्क हुँदैन जन्मिँदा यस्तै हुन्छ बिस्तारै बढी जान्छ हो तर यो पेन पनि 4वटा कलम भएको 5वटा कलम भएको भयो तर एउटा मात्र कलम भएको चलाउनु पाए राम्रो हो अब पोस्ट बढ्दैछ त अब यो लगभग अब यो सेकेन्ड लास्ट डेमा आइसकेका छौँ हामी होइन यो अफिसबाट बिदाय हुनुपर्ने हुन्छ नेक्स्ट सिजन अन्टिल नेक्स्ट सिजन होइन त्यही हो अब के गर्नु यो उसलाई चाहिँ कलमलाई हुन्छ नि यो जुन हाम्रो यो हतियारहरूलाई चाहिँ एकदमै मिस हुन्छ बिचबिचमा तर हामीलाई के भान भइरहेको छ भने पहिले हाम्रो जिजु बाजेहरूले त्यो के भन्छ उसमा यस्तो माटोमा होइन त्यो बाँसले लेख्थ्यो अरे त्यही युगमा छौँ हामी ट्रायलमा छौँ होइन गफ त तपाईँ खतरा लगाउनु हुँदो रहेछ कि तपाईँ झापाली हो हजुर गफ त तपाईँले मिठो लगाउनु हुँदो रहेछ कि झापाली हो नेपाली हो नेपाली हो तर अनुहार देख्दाखेरि बङ्गाली भन्थ्यो नेपालीले नै होइन कालो भएर होइन तर घामले डढेको मात्र होला कालो त्यो घामले गर्दाखेरि अहिलेको नेपाली भाषी बङ्गाली हो तपाईँ के अरे झापाली त होइन नि दाइ गफ लगाएको जस्तो यसो सुन्दाखेरि झापाली जस्तो लाग्यो हाम्रोतिर त्यो ओजन तह फाटेर अहिले त्यो छ नि त्यो बम बारुदले गर्दा ओजन तह फाटेर घामको अलिक प्रकाश धेरै भएर चाहिँ अलिकति कालो भएको होइन बुझ्दैन नि धेरैले साइन्सको कुराहरू होइन कालो देखेर मात्रै बङ्गाली भनिन्छ होइन तर यसलाई कालो भन्न मिल्दैन गाउँ गोरो वर्ण भन्छ यसलाई गाउँ गोरो भन्दैन ल कोदो कालो भन्छ ल मलाई चाहिँ एकदमै जोत देख्यो जस्तो लाग्यो होइन यो चाहिँ हाम्रो सन्दाई चाहिँ अब झापाली हो जस्तो लाग्यो तर शङ्का चाहिँ लगाइरहेछ गाइज होइन उहाँ झापाली हो कि होइन यसो कमेन्ट चाहिँ गर्नु पर्यो ल यसो हेर्दाखेरि त मान्छेलाई झापाली जस्तो लागिरहेछ होइन अब तर बोर्डरतिरको हो अरे होइन अब न इन्डियाको हो कि होइन नेसनालिटी चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ रोशन दाईको घरको छरछिमेकी हुनुहुन्छ होइन अब गर्लफ्रेन्ड त छैन होला उहाँको सिङ्गल मान्छे हो होइन अब जो भए पनि टक्क होइन चिन्नुहुन्छ भने उहाँलाई टक्क कमेन्ट गर्नु पर्यो के हो दाई के दाइ तपाईँ सिङ्गल हो कि मिङ्गल हो अहिलेसम्म सिङ्गलै हो होइन सिङ्गल हो सिङ्गल हुन्छ यहाँनिर सिङ्गल भएर मर्ने हो सिङ्गल भएर मर्ने ज्ञान दिएर मर्ने हो तर यहाँनिर हेरिरहेको छु यहाँनिर पिपलको बोटहरू थियो भने म गौतम बुद्ध तपस्या गर्नु खोजेको त पिपलको बोटै भेटेको छैन होइन यतिको गफ दिने होइन झापालीहरूले त 2-3वटा गर्लफ्रेन्ड बनाउँछन् भन्छन् के हो तपाईँको के छ अनि कफी दिनु जान्दिनँ कसरी तिमीले झापाली भन्यो बिचरा म होइन त्यस्तो हो म चाहिँ अब दोस्रो रामबाबु बन्नु चाहिँ हुँदिनँ होइन कि तपाईँ ऊ के अरे इन्डियातिरको त होइन नि कतै ल कुरा गर्दा गर्दै हाम्रो चाहिँ फाइलहरू आइपुगेको अवस्था छ अब फाइल मिलाउनको लागि हामी टोली मुभ हुनुपर्ने अवस्था ल फाइल टिपम गाइज हामी चाहिँ एकदमै धेरै फाइलहरू मिलाएर चाहिँ यहाँनिर आएर रेस्ट गरिराखेका छौँ अनि त्यही हो अब यो अब फाइलहरू भन्दाखेरि त होइन अचम्म लाग्छ होला तपाईँहरूलाई तर अब यो हामीले चाहिँ यो कामलाई हामीले जुन काम गरिरहेको छ होइन त्यो कामलाई दिएको चाहिँ रेस्पेक्ट हो होइन अनि यस्तो चिजहरू यस्तो धुलो धुवामा चाहिँ किन यस्तो देखाएको होला जस्तो पनि लाग्छ होला तपाईँहरूलाई तर त्यो चाहिँ वास्तविकता चाहिँ अब देखाउनै पर्ने हुन्छ किनकि हामीलाई त्यो फेक होइन भिडियोहरू बनाएर हाल्ने होइन यताउता गर्न त्यस्तो त आउन्न किनकि रियालिटीमा हामी जिउने भनेको रियालिटीमा हो जे छ त्यही कुराहरूलाई देखाउने हो किनकि यो पनि कसैको लागि चाहिँ लेसन हुनसक्छ अब चाहिँ युरोपमा आएर चाहिँ होइन के काम गरिरहेछ कस्तो काम गरिरहेछ भन्ने कुरा होइन यो चाहिँ कामप्रतिको सम्मान पनि हो होइन एक हिसाबले अनि त्यही भएर चाहिँ यस्तो भिडियोहरू बनाइराखेको हुन्छु फुर्सद हुँदाखेरि अनि डेली भिडियोहरू नआउनुको कारण पनि अलि यस्तै फोहोर मैलाहरूमा काम गरिराखेको हुन्छ होइन त्यही भएर चाहिँ अब सेफ्टी प्राइभेसीहरूलाई पनि ध्यान दिँदै होइन अनि भिडियोहरू बनाउनु पर्ने हुन्छ आज चाहिँ हामी 4 दल छौँ अनि 4 दल चाहिँ अब
भिडियो फ्रेन्डली भएको कारणले गर्दाखेरि चाहिँ अब यो सम्भव भयो। अनि जो पाए त्यसलाई देखाउन पनि मिल्दैन होइन। यहाँ चाहिँ अब विभिन्न किसिमका विभिन्न प्रकारका चाहिँ विभिन्न दिनेहरू छन् होइन गफ। अनि त्यही भएर चाहिँ ती विभिन्न मध्येमा हाम्रो उहाँ दाई पनि एक हो होइन। दाई चाहिँ अल द वे फ्रम झापा होइन। यदि झापाली के अरे भ्युवर्सहरू हुनुहुन्छ भने होइन प्लिज कमेन्ट डाउन बिलो अन कमेन्ट सेसन होइन। अनि अल द वे फ्रम काठमाडौँको नजिक नुवाकोटतिर हुनुहुन्छ भने चाहिँ होइन यु क्यान कमेन्ट अन कमेन्ट सेसन होइन। अनि अल द वे फ्रम के भन्छ स्मार्ट सिटी निजगढदेखि हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु परेन ल। जस्ट साइलेन्टली वाच गरिदिनु अनि त्यसपछि भिडियो धेरैभन्दा सेयर गरिदिनु होइन। अनि मेरो चाहिँ होम टाउनदेखिबाट चाहिँ होइन अब हाम्रो सिटीदेखि चाहिँ साथीहरूले चाहिँ धेरै हेरिरहेछन् भन्ने म त्यत्तिकै बुझ्छु। अनि यहाँ फाइल छैन भन्दै फाइलहरू भटाभट आइदिन्छ होइन। एकदम ब्याक टु ब्याक फाइलहरू आएर ब्याक टु ब्याक कामहरू आएर एकदम बिजी छु किनकि सिजनको चाहिँ इन्डिङ भइराखेको छ। त्यो सुडो छ सुडो ल दुईवटा फाइल एकैचोटि आइदिन्छ टेन्न हुन्छ। एउटा फाइल यता एउटा यता हैरान बनाइन्छ दुईवटा फाइल आएर टोपी नै बाङ्गो बनाइदिन्छ। के हो तपाईँ अनि युरोप आउँदाखेरि के एसीको काम भनेर आयो कि यस्तै लथालिङ्गै काम हो भनेर आयो भने त ल लास्टै थाक्यो नि है। हाम्रो के अरे एजेन्ट दाजुहरूले त्यही भनेर पठायो तपाईँलाई एसीको काम भनेर। एसीको काम होइन काम गर्नुपर्छ मात्रै भनेको थियो। काम भन्ने यहाँबाट मात्रै थाहा भयो। काम गर्नुपर्छ मात्रै भनेको थिएँ। 2.5 लाख सम्झे त्यो 17 लाख तिर्दाखेरि के भनेको थियो काम के को भनेको थियो स्ट्रबेरीको भनेको नि स्ट्रबेरीको भनेको थियो। यहाँ आएर चाहिँ लेबर बनाइदियो होइन। लेबर बनायो त्रिशुलमा कम त ठुलो छ। त्रिशुल त्रिशुल यो त्रिशुल बराबरको महिनाको 5 वटा बस्यो त राम्रै हुन्थ्यो। माटो एउटा पनि बसेन र गाह्रो छ त। बस्ने चाहिँ अब कहाँ अब पकेटमा कमाएर राखे पो बस्ने त अब खर्च गरेपछि कहाँबाट बस्छ हौ। महिनाको 5 लाख भनेर चाहिँ आउनु भएको रहेछ साथी छैन। तर उसले नबुझेको महिनाको 5 लाख भनेको लाख सुनेको हो र महिनाको खाइलाई 5 लाख भनेको उसले लाख सुनेको हो। श्रमण शक्ति अलिक कम भएको थियो त्यति बेला होइन। गाह्रो त आज चाहिँ अब काम होइन कर्मचारीहरू धेरै कर्मचारी महोदयहरू चाहिँ लास्टै धेरै भएको भएर होइन। अनि काम चाहिँ अब एकदम मारामार भयो होइन। अफिसमा फाइलहरू लास्टै प्याक भयो। त्यो अफिसको भिडियो सिडियो पुरै देखाउन पाइएन। अब अन्तिम चरणमा आइसकेका छौँ हामी अफिसको होइन। अफिस आवर चाहिँ सकिने बेला भयो। त्यो अब कर्मचारी महोदयहरूलाई चाहिँ यो भिडियो हेर्नलाई म अनुरोध गर्छु होइन। त्यो अहिलेको ट्रेन्ड भनेकै कर्मचारी महोदयहरूको छ। त्यो कर्मचारी महोदयहरू धेरै भएको कारणले गर्दाखेरि आज लास्ट थकान भयो। अब भिडियो चाहिँ अब अन्तिम चरणमा आइसकेको छ। अनि अब लगभग आधी घन्टा पछि चाहिँ हामी रुमतिर होइन लागिस्थान हुनुपर्ने हुन्छ। त्यही हो अब होइन त दाइ अब आज हाम्रो अफिस टाइम अफिस आवर सकिने बेला भएको हो। थोरै टाइम बाँकी छ होइन। जाने हो काम गर्ने हो फेरि भोलि आइहाल्नुपर्छ होइन। टाइममा आउनु पर्यो नि अफिस त। टाइममा आउनु पर्यो है। फाइल राउन्डको चाहिँ फाइलहरू मिलाउने काम सकेर हामी 2-3वटा फाइलहरू चाहिँ एकैचोटि अनि यहाँ मनी हतियारहरू बोकेर चाहिँ हिँडे। त्यही हो अब आज चाहिँ हाम्रो काम सक्यो होइन। अनि काम सकेर चाहिँ हामी लाग्नुपर्ने हुन्छ। सपोर्टिङ स्टाफहरू चाहिँ यहाँनिर छ हाम्रो होइन ऐनलाई छोडेर। अनि हामी चाहिँ चलिदिनु पर्ने हुन्छ होइन। अब त्यही हो यहाँ कर्मचारी महोदयहरू पनि रेडी भइसक्नु भयो रुम जानको लागि। अनि बाई बाई सादिक ल अब हामी चाहिँ चलिदिनु पर्ने हुन्छ है आजको लागि चाहिँ होइन। ड्युटी सकेर म चाहिँ रुमतिर जाँदैछु होइन। अनि हाम्रो कर्मचारी महोदयहरू पनि अगाडि गइसक्नु भयो। त्यही हो अब आजको यो भिडियोलाई चाहिँ होइन यतातिर व्यवस्था गरिदिन्छु। थ्याङ्क्स फर वाचिङ। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।